हाम्रो बहिनीलाई प्याजले रुवाएर छैन नि हो साह्रै यो प्याज त मेरो बहिनीले रुवायो यो प्याजले के गर्नु साथी हो टमाटर छ प्याज छ अचार बनाउनै पर्यो यो प्याजलाई पाप लाग्छ तिमीलाई रुवाएकोमा बुझ्यौ नि कामै हेरौँ हेर्नुहोस् न साथी हो मैले यो 3 केजी आलु पकाइरहेको छु क्या आलुको भुजुरी अब आलुको भुजुरी बिना नानीहरूले खानै खानु मान्दैन सब्जी चाहिँ अब अरू पनि हुन्छ तर अरू सब्जी भन्नु भए पनि आलुको भुजुरी चाहिँ एकदम अनिवार्य पकाइदिनु पर्छ रुवा न रुवा कसो गरेर रुनु अरे जस एक्टिङ चाहिँ तिमी राम्रो गर्छौ भने त्यही भएर रुवा भनेको नि कसरी रुन्छ एकचोटि एक्टिङ गर न हेर्नुहोस् साथी हो आज त अन्डा छ आज हाम्रो अन्डा बनिँदैछ भनाइ छ नि सन्डे हो या मन्डे रोज खाऊ अन्डे भने चाहिँ आज हामी अन्डा बनाउनु गइरहेछौँ अन्डा त ठिकै हो त्यति ठुलो पनि छैन तर यो अन्डाको भाउ चाहिँ एकदम बढिरहेछ हो के भएर हो अब यहाँ हाम्रो यत्रो डब्बीमा खाना पाकिरहेछ होइन हाम्रो बहिनीले अचारको लागि मजाले टमाटर कटिङ गर्दैछ नि स्पेसल अचार बनाउँछिन् उहाँ चाहिँ होइन उहाँले चाहिँ बनाउनुहुन्छ भरे मिठो खाना खाने यी बाबुहरू हुने यी नानी बाबुहरू नै